रविको त्याग, बालेनको नेतृत्व, नयाँ नेपालको सुरुवात। जय नेपाल, जय देश। नमस्कार, म दीपक ओझा, राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगर सभापति। यो देशले धेरै देख्यो अन्धकारका वर्षहरू, भ्रष्टाचारको जालो, युवाको रगत बग्ने आन्दोलन, जेनजीले सडकमा कराएको आवाज। यो व्यवस्था बदलिनुपर्छ। आमा बुवाले देख्नुभएको सपना अनि दाजुभाइ तथा दिदीबहिनीहरूले गुमाएको भविष्य, आजबाट त्यो बदलिँदैछ। नेपाल अब उठ्छ। यो पुस्ताले नेतृत्व गर्छ। यो सरकार रविको त्याग अनि बालेनको ऊर्जाको संयोजन हो। यो हाम्रो पुस्ताको आशा हो। वास्तवमा भन्ने हो भने सच्चा नेतृत्व भनेको आफूलाई होइन, देशलाई अघि सार्ने हो। रवि दाई, जसले सत्ताको लोभ छोडेर देशको भविष्यलाई अघि सारे, जसले व्यक्तिगत महत्त्वाकांक्षी छोडेर जेनजीको सपनालाई अघि सारे दिए। हामी युवाहरूले अब यो देशमा नै सपना देख्न सकिन्छ। बालेन सरकार लगायत आजको मन्त्री परिषदले यो भ्रष्टाचारको जरो नै उखाल्नेछ। आशा छ युवाहरूलाई अवसर दिनेछ अनि नेपाललाई सम्मानित ठाउँमा पुगाउनेछ। सारा नेपालीहरूको यो आशा नमरोस्। रविको त्याग, बालेनको नेतृत्व, नयाँ नेपालको सुरुवात। जय नेपाल, जय देश।